पूर्व उपप्रधान मन्त्री एवं गृह मन्त्री माननीय रवि लामिछानेज्यूलाई चाहिँ हैन झुटो आरोप र झुटो मुद्दा लगाएर जेलमा थुने यिनीहरूले ज्यान मार्नै खोजे र अनागरिक पनि बनाए र नेपाल देशबाट निकाल्नै पनि खोजे। त्यो नसकेर रविलाई ज्यानै मार्न पनि खोजे। अहिले जेलमा थुनिरहेछ। देशलाई बनाउन खोज्ने, देशलाई विकास गर्न खोज्ने, राम्रो गर्न खोज्नेलाई चाहिँ त्यसै गर्छ। अनि पूर्व राजा ज्ञानेन्द्रलाई चाहिँ देशै निकाल्न खोजे। कसले? नेपाली जनता र यी पुराना धुन्धुकारीहरू, चोर फटाहरू, कांग्रेस एमाले माओवादी मिलेर है। अनि भुटानको राजा आउँदाखेरि चाहिँ कस्तो जय जयकार गरिएको छ। मानिलिउँ कि नेपालकै राजा हो है। अनि विदेशीको शासकहरूको राजाको अनि इन्डियाको नरेन्द्र मोदीको कट्टु धुएर त्यो पानी खाएर बाँचेका यिनीहरू कांग्रेस एमालेका नेताहरू विदेशीको कट्टु धुएको पानी खाएर बाँचेका चोर फट्टा डाकाहरूले हाम्रो देशलाई अहिले चलाइरहेका छन्। अनि नेपालीले कहाँबाट न्याय पाउँछ त? अनि नेपाली जनताहरूले कहाँबाट सुख शान्ति पाउँछ त? नेपाली जनताले कहाँबाट सुविधा पाउँछ त? अनि नेपाली जनता हामीले आफ्नो देशमा कहाँबाट रोजगार पाउँछौँ त? यति मात्रै होइन, रवि लामिछाने भनेको पूर्व राजा महेन्द्र जस्तै हो व्यक्ति, एउटै हो। पृथ्वीनारायण शाह जस्तै हो। उहाँ देश बनाउँछु भनेर आएको व्यक्तिलाई षड्यन्त्रपूर्वक आज जेलमा लगेर थुन्नु भनेको कति हाँस उठ्ने खालको कुरा हो र होइन? कति लाज लाग्ने खालको कुरा अहिले भएको देखिन सकिन्छ। के हामी नेपाली जनताहरूले हामीले चाहेको यही नै थियो? हामीले खोजेको यही नै थियो? हामीले अपेक्षा गरेको कुरा यही नै थियो? के हामीले प्रत्येकलाई नेपाली जनतालाई भिजिट भिजामा मानव तस्करी गराउनु भनेर हामीले भोट दिएर पठाएको यही नै थियो? के नेपालको लिपुले कालापानी लिम्पियाधुरा भारतलाई बुझाइदिनु है भनेर हामीले भोट दिएर पठाएका चोरहरूलाई यही नै थियो? महाकाली सन्धि गरेर आइज है शेरबहादुर देउवालाई, भारतमा गएर महाकाली सन्धि गरेर आइज, हस्तक्षेप गरेर आइज भनेर र अनि केपी ओलीलाई एमालेलाई सदनबाट पास गर है भनेर भोट दिएर पठाएको हामीले यही हो, यसकै लागि हो। र नेपालको उद्योग कल कारखाना बेच्नु बन्द गर्नु, कबड्डीको भाउमा बेच्नु, नेपालको खोला नाला सबै बेच्नु र टनकपुर पनि बेच्नु भनेर यही भनेर हामीले भोट दिएर पठाएको हो। अनि भ्रष्टाचार मात्रै गर्नु, देशको ढुकुटी सखापै गर्नु, काण्डामाथि काण्डा मचाउनु, काण्डामाथि काण्डा गर्नु भनेर के तपाईहरूले कांग्रेस एमाले माओवादीलाई भोट दिएर पठाएको यही हो? माओवादीलाई 10 वर्ष जनयुद्ध गर्नु र 17देखि 20,000देखि 25,000सम्म नेपाली जनताको रगत बगाउनु, मार्नु भनेर पठाएको भोट दिएर पठाएको यही हो? त्यस्तो हत्यारालाई भोट दिएर पठाएको यही हो? यतिको लागि हो कि नेपाल देश कहिले विकास नहोस् र विदेशै पठाउँ नेपाली जनताहरूलाई भनेर भोट दिएर पठाएको यही हो? अनि युवाहरू नेपाल देशमा भविष्य छैन भन्दै आज भविष्य खोज्नको लागि विदेशको हरेक ठाउँमा म जस्तो युवकहरू आज बाध्यताले पापी भुडीको लागि, भुडी पाल्नको लागि र परिवार पाल्नको लागि बाध्यताले खाडी मुलुक होस्, युरोप होस्, जहाँसुकै होस्, बाध्यताले जानुपर्ने, बेचिनुपर्ने। के हाम्रो पुर्खाले र हाम्रो आमाबाउले भोट दिएर यिनीहरूलाई जिताएको यही कारण हो? यसैको लागि हो? र नेपाली जनताले आफ्नो देशको नागरिकता छोडेर युरोपतिर गएर उताको नागरिकता र सिटिजन लिएर नेपाल देशलाई लात हान्नको लागि भोट दिएर पठाएको यही कारण हो? यसैको लागि हो? भन्नु पर्यो। अब नेपाली जनताहरूलाई म प्रश्न गर्छु, ती नेपाली जनताहरूलाई जहाँ कांग्रेस एमालेलाई भोट दिएकाहरूलाई म प्रश्न गर्छु र कांग्रेस एमालेका झोले झ्याम्टे होइन दलालहरूलाई, सांसदहरूलाई, कार्यकर्ताहरूलाई म यही प्रश्न गर्न चाहन्छु। केपीको कट्टु धुएको पानी खाएर आफ्नो तिर्खा मेटाउने र बाँच्ने र भ्रष्टाचार गर्ने ती कार्यकर्ता र ती सांसदहरूलाई, ती मन्त्रीहरूलाई
म यो प्रश्न गर्न चाहन्छु के तिमीहरूले यही हालतमा यो देशलाई नेपाल देशलाई बनाउनलाई नै तिमीहरूले के जनताको भोट र मत लिएर आएको हो? निर्दोष व्यक्तिलाई जेल खोज्नलाई नै आएको, झुटो आरोप लगाउनलाई नै आएको तिमीहरू चोर फटाहरू भनेर मैले बारम्बार यसरी विरोध गर्दा पनि यिनीहरू चोर नै हो भनेर भन्छु। अन्तिममा जाँदै भिडियो समाप्त गर्दा के भन्न चाहन्छु, सक्दो सेयर र लाइक गर्नु होला। म फेमस हुनलाई होइन, यो चोरहरूलाई अब चाहिँ खेदाउनुपर्छ। रविलाई चाँडोभन्दा चाँडो रिलिज गराउनुपर्छ जेलबाट।